हेलो नमस्ते एभ्रिवान। आज म हजुरहरूलाई यो भिडियोमा भेरेटारदेखि इटली जाँदाखेरि बाटोको क्लिपहरूलाई चाहिँ देखाउन गइरहेको छु। यो चाहिँ अस्ति नै हामी भेरेटार गएको थियौँ घुम्नलाई, त्यति बेला मैले यो भिडियो लिएको थिएँ र आज यसलाई पोस्ट गर्दैछु। यो चाहिँ एकदमै सुन्दर नगरी धरान हो। धरानमा चाहिँ यो क्लक टावरसँगै हामी चाहिँ अब धरानदेखि इटलीतिर जाँदैछौँ र यो धरान चाहिँ पर्सनल्ली मलाई फर्स्ट टाइम जाँदा नै मन परेको सहर। एकदमै राम्रो छ, पहाडको फेदमा भयो टक्क। अनि हामी चाहिँ अब यो राम्रो सफा सुन्दर बाटो हुँदै इटली जाँदैछौँ। यो बाटो चाहिँ राम्रो छ, किन राम्रो छ भन्दाखेरि साइडमा यस्तो राम्रो जङ्गल छ नि त, अनि जङ्गलले चाहिँ यसलाई कभर गरेको छ, हरियाली छ, अनि सफा छ, टुलेनको छ, धेरै भिडभाड हुँदैन, त्यही भएर पनि यो बाटो राम्रो छ। अब हामी चाहिँ लगभग इटली पुग्नै लाग्यौँ। इटलीको बजारको भिडियो चाहिँ यहाँनिर एट्याच छैन, त्यहाँ इटली टक्क पुग्ने बेलाको साइडसम्मको मात्र भिडियो छ। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो भन्नुहोला। आजको लागि हजुरहरू समक्ष मैले बिदा माग्ने अनुमति चाहे। ओके, बाई बाई, आई लभ यू, टेक केयर।